वेलकम ब्याक टु माई च्यानल। आजको ब्लगमा चाहिँ हामी तिमी पर्छ लुकेको के। आजको ब्लगमा हामी कतै घुम्न जान लागिरहेको चाहिँ छैनौँ, तर हामी जाँदैछौँ आशिका दिदी र सचिन दाई अनि निराजन भाइको घरमा फर माई फेयरवेल डिनर। प्लिज डोन्ट माइन्ड अल अफ माई ब्याग्स एन्ड स्टफ, किन भन्दा अझै पनि हामी डिक्लटर गर्दैछौँ। आज चाहिँ हामीले पटको रुम सिफ्ट गऱ्यौँ यता म बसेको रुममा, अनि अब वी हेभ गट लाइक आई थिङ्क 5 or 6 bags अफ क्लोथ्स टु डोनेट होइन। पुरै डिक्लटर हानेको आज दिनभरि। साडीहरू जुत्दैछ नि यसले त त्यस्तै गरेको थियो त। अनि बटले चाहिँ क्रिसमसको त्यो रिमेम्बर गर्नलाई चाहिँ अस्ति यो टी सर्ट किनेको होइन, बिकज सिला बनानाज नाम ऐतिहासिक दिन थियो। पटको अस्ति नआएको गिफ्ट यहाँ आइसक्यो है गाइस। तपाईँहरूले क्रिसमसको भ्लग हेर्नु भएको छ भने चाहिँ दिस इज पटको होइन। त्यो एउटा कालो झोला ब्याग, एभ्रिथिङ। आइम नट आउटसाइड, आइम स्टिल इनसाइड। सी यो सबै चाहिँ लुगा हो, अनि यो सबै फालिदिने। यो चाहिँ एउटा यसमा चाहिँ पुरै नजाने सामानहरू, नट एभ्रिथिङ एल्स इज क्लोथ्स। दिस इज योर साइन टु डिक्लटर अर्ली। यस्तो हामी How many more are there? 5वटा छ इन टोटल। यो सबै हाम्रो Pre-love त यसरी भन्दैछ, सबै ब्रान्डेड जस्तो। 2, 3, 4, 5 ब्रान्डेड पनि त छ के छ। छ यो त हामीले डोनेट गर्न लान्छौँ। कुनै त विथ ट्याग्स पनि छ। दामरिन्जी शेर्पा चाहिँ यो देखेर एकदम खुसी भइरह होला। फाइनली यिनीहरूले गर्दैछ नि। अगाडि पो राख्ने हो त। यसले त सबै मेरो हेर्नु त गाई जति राम्रो कुसनमा यो प्यान्टमा टाँसिँदैन पहिला के हो। यसले पिजे खानु मात्रै राख्छ। यो 40 डिग्रीमा, ओ माई गॉड। साउदी अरबमा आएर काम गरेर जस्तो भइरहेछ आज दिनभरि। पर्दैन र अनि म कहाँ बस्ने त अनि? के रे फेरि भन त, उबरमा आउरे मलाई त। उबरमा पैसा सक्दैन भने ट्रेनसँग मात्र। ट्रेनसँग पनि पैसा छैन भने हिँड्दै हो हिँड्दै। यस्तो छ। कति फोर गाडी पनि भएको छैन। के भएको छैन अरे? एकदम बिजी छ दामरिन्जी शेर्पा, गोइङ अन डेट्स एन्ड एभ्रिथिङ। हाम्रो लागि त टाइमै छैन। अब म कहाँ बस्ने, खुट्टा राख्ने ठाउँ पनि छैन साथीहरू। बाबाको गाडीमा चढेको यस्तो फोहोर गाडी त मैले देखेको त छु, तर यो बाटो चाहिँ आश गरेको थिएँ। ओइ बस त कता आयो? कस्तो कता आएको नि? बाटोमा आएको नि म जानुपर्छ नि। यो मलाई चाहिँ मजाले हावा आइरहेको छ होइन, मेरो कपालले उडाइरहेको छ बिचरा पट। पीडित त यस्तै हो सबै। आफ्नो स्पेस क्लोथ्स फिल्टर गरेको कपडाहरू जुन चाहिँ राम्रो कन्डिसनमा छ त्यो चाहिँ यसरी कलेक्सन बक्समा ल्याएर हाल्न मिल्छ। होइन त्यो त झलैले Where did it? 2टा सुटकेस बाँकी छ। अर्छ जस्तो छ। कस्तो बदमास के दामरिन्जी शेर्पालाई सबक सिकाउनु पर्ने बेला भएको छ। स्टुपिड कस्तो बस्छ डिक्कीमा थोरै न बस्ने हो र म। पटले चाहिँ यो पेयर अफ सक्स के अगाडि राखौँ विन्टरमा चाहिन्छ। पट लिऊ तिमी, मैले अहिलेसम्म लगाएको छैन भनेर पटलाई दिएको होइन। अनि एउटा चाहिँ हरायो कहाँ गयो भने है। अनि त्यसपछि मैले होइन पट तिमीले के भन्छ उसमा राख्यो होला, डिक्लटर गरेर राख्यो होला भनेको। अनि होइन मैले राखेकै छैन भन्यो। भरे त्यो ब्याग खोलेर हाल्दाखेरि भेट्यो। अनि यो दावाको गाडी यस्तो फोर्छ अघि मैले भन्दै थिएँ नि। ओके गाइस, जब हामी लाग्यौँ दिदीको घरतिर यति धेरै खाना अझसम्म थाहा छैन।
घर आइसकेको छ नक नक नाइस ओपन हेलो के हुँदैछ दिदी त यता पो हुनुहुँदो रहेछ हेलो वेलकम टु माई ब्लग ह्याप्पी बर्थडे दाई सरी फर लेट गिफ्ट त्यही झोलामा रिसाइकल नर्थ वेस्ट होइन कि भित्रको हेर्नु न हेर्नु न नर्थ वेस्टको झोला देखेर भन्नुभएको छ यो त चेस्ट माउन्ट त लाग्ने भयो त धन्यवाद आई डोन्ट नो तपाईँसँग छ कि नै तर यसको डेट बाँकी छ धन्यवाद धन्यवाद बर्थडे गिफ्ट आइसक्यो ल यो त तिमीले साह्रो भलो काम गर्यो आउन त अस्ति नै यता दाइ यो कसले कसको आइडिया हो ल भन मेरो किनभने यो तर मेरो मैले दिदीसँग कन्फर्म गर्न लागेको थिएँ छ कि नै भनेर मैले सोधेँ छोडेर आएको थिएँ क्या असाध्यै चाहिरहेको कुरा लिएर आएछ दिदीलाई सोध्यो भने दाइलाई सोधेर भन्दिनु ल यो चाहिँ के हो भने मसँग गोप्रोको त थियो नि त तर गोप्रोको हरायो क्या हराइले मलाई छुट्यो यहाँ राख्ने थियो क्यामेरा यहाँ राखेर असली आइहाल्यो चिज त धेरै धेरै धन्यवाद साथीहरूलाई लाउनु भयो है लाउनु भयो अब त्यहाँ अड्काउने जे गर्दा नि हुँदैन गाह्रो हुँदैन नि टक्क तिम्रो क्यामेरा यहाँ बस्छ क्यामेरा ठ्याक्क यहाँ बस्छ दिदीको गिफ्ट र मेरो गिफ्टले धन्यवाद धन्यवाद मलाई हो उसलाई होइन उसले केहीलाई किनेकै छैन मेरो गिफ्ट हो सबलाई धन्यवाद सबलाई मेरो फेयरवेल गिफ्ट आयो गाइस थ्याङ्क यू थ्याङ्क यू दिदी थ्याङ्क यू दाइ ल म खोल्छु है मैले मेरो पनि फेयरवेल गिफ्ट पाइसकेँ साथीहरू डन विचार स्पट मैले नर्थ फेसको पाएँ यो ए वाउ यो यसरी जोड्न नि मिल्ने रहेछ यो साइड ब्यागै हो थ्याङ्क यू बिहेको पैसा राख्ने ब्याग ओ माई गॉड चेरी दिदीले मलाई चेरी गराइदिनु भयो मलाई चेरी एकदम मनपर्छ नि त थ्याङ्क यू दिदी मलाई यस्तै चाहिरहेको थियो अनि यतिकै जाडो गर्नु पनि मिल्ने क्या थ्याङ्क यू दिदी यस्तो बोकेर आफ्नो के अरे बोकेर मनिषसँग पछाडि बाइकमा बस्दाखेरि पासपोर्टहरू राख्न दामी हुँदो रहेछ के मन पर्यो ए अनि दिदी वुड बी सो प्राउड हामीले भर्खर 500वटा झोला रिसाइकल गरेर फालेर आयौँ 500वटा झोला यसमा म पासपोर्ट हाल्छु अनि मलाई चाहिने एयरपोर्टहरू हाल्छु ट्राई गर्नु न त पर् दिदी ट्राई मात्र गर्ने हो कि ट्राई यता आउनु न यहाँ आउनु न यहाँ ट्राई गर्नलाई यो हजुरहरूले नै डिसाइड गर्नु साथीहरू कि मलाई राम्रो देखिएको छ कि पर्लाई टी सर्ट चाहिँ राम्रो देखिएको छ यसमै मेरो चेरीवाला मेकअप ब्याग हो म यसमा ट्रान्सफर गर्छु मेरो सबै Give me back. These should be issues. Most of the companies are not face for that. Duplicate.
त्यो ब्याग हो मसँग पनि छ ब्याग म त्यस्तो पर्पल कलरको पढलाई चाहिँ दाइले ह्याप्पी बर्थडेमा दिनुभएको थियो ब्याकप्याक अनि मलाई पनि दाइले लास्ट इयर क्रिसमसमा ब्याकप्याक दिनुभएको थियो त्यो चाहिँ मैले युज गरेको छैन विच आई गो एन्ड युज इन नेपाल चटपटी बन्दैछ यो चाहिँ के हो चिकन भयो साग कोइला यो छोइला कस्तो भयो मुखै पानी आयो फ्रिजमा के छ अरे भाइ ठिक कुरा गरे पटलाई चार अनि एन्ड फ्रेस धनिया चटपट स्पेशल चटपट बन्दैछ मेरो लागि हो अचार यो अनि पट र दावा चाहिँ फ्रीमा खान आएको यिनीहरू म पनि जाँदैछु यो खुर्सानी चटपटेको लागि पट लगाएर मलाई यो चाहिँ दामी हुन्छ पटले खान्छ यो ड्रिङ्क सोर्बे यो र स्प्राइट खानु पर्ने कि तिमीले आज मेसी ड्रिङ्क स्प्राइट त छैन कोकसँग खाऊ आजको दिन म सम्झिन चाहदिन कस्तो दिन यो पट साउरमा बसेर रुने दिन आयो फेरि मेरो म जान्छु भनेर पट आज सम्झिन चाहदिनँ अरे अब 1 हप्ता बाँकी छ म नेपाल जानलाई ओके चियर्स टु मिसिङ मी दामी त्यो त बसिहालेँ सो हाम्रो खानामा चाहिँ यो छ डिनरमा राइस यो के हो दिदी बोडीको तरकारी अनि खसीको मासु ग्रेभीवाला अनि सिमी आलु दाले चाहिँ दुईटा सब मिक्स गरिसकेँ दिदीले चाहिँ मलाई भिन्डी पनि किनेर तर पाउनु भएन सो वी आर जस्ट गोना इन्जॉय इट खाना खाऊ भनेको यहाँ खानै खाएको छैन ल पट बजाऊ आफ्नो तिम्रो गीत हो त्यही त अब आऊ मम्मी मेरो होइन त बिच त अलिक प्राइभेट मोमेन्ट्स कस्तो प्राइभेट नट फर अडियन्स If you are watching my vlog, we know about you. ल One last time. One last time. Don't do that. Thank you for watching my vlog and thank you Didi for organizing such a beautiful dinner and also for the gifts. Bye, don't forget to like, comment, share and subscribe to my YouTube channel. I think the next vlog will be in Nepal or Nepal Gako wala vlog. So stay tuned for that. Bye.